हेलो साथीहरू नमस्कार। आज चाहिँ म हजुरहरूलाई मसलन्द कुसनको भित्री भाग चाहिँ कसरी तयार गर्ने भन्ने कुरा सिकाउन गइरहेको छु। त्यसको लागि चाहिँ मैले मसँग पसलमा भएको टुक्रा टुक्री कपडाहरू लिएको छु र बोरामा खाँदेको टुक्रा कपडाहरू लिएको छु। सुरुमा चाहिँ मैले मसँग भएको टुक्रा टुक्री कपडालाई गाँसेर आफूलाई चाहिने जति कपडा रेडी गरेँ। हजुरहरूले पनि आफूसँग भएको टुक्रा टुक्री कपडा यसरी नै सिलाएर तयार गर्न सक्नुहुनेछ साथीहरू। त्यसपछि मैले चाहिँ दुईटा कुसन सेटै बनाउन आँटेको हुँदाखेरि दुईटा एकै ठाउँ खप्ट्याएर चाहिँ लम्बाइ 32 + 2 गरेर 34 र चौडाइ चाहिँ 30 को गरेर कटिङ गरिदिएको छु। यसरी हामीले कुसनको भित्री भागको कपडा कटिङ गरिसकेपछि तल डल्लो भागको लागि चाहिँ 8 बाइ 8 को टुक्रा कटिङ गरेँ र मैले भिडियोमा बिस्तारै देखाइदिएको छु साथीहरू। यसरी त्यो चारपाटे कपडालाई चाहिँ हामीले बिस्तारै यसरी कुना कुना गर्दै पट्यायौँ भने चाहिँ हाम्रो चाहिँ गोलो सेप कटिङ गर्न सजिलो हुन्छ। अनि यसलाई सर्लक्क त्यो सानो भागबाट बराबर पारेर कटिङ गरिदिने हाम्रो चाहिँ कपडा आफसे आफ डल्लो भएर कटिङ हुन्छ साथीहरू। तुनाको लागि पनि मैले कपडा रेडी गरेँ र यो सिलाउने तरिका चाहिँ म अर्को भिडियोमा हजुरहरूलाई देखाउने छु। एउटै भिडियोमा बनाउँदाखेरि भिडियो लामो हुन्छ साथीहरू। सो हजुरहरूले भिडियो हेर्दै गर्नु होला। थ्यांक यू।